तर यो पाटनको विशेषता आफ्नै छ। यहाँ चाहिँ अग्ला अग्ला डाँडाहरू अनि बिचमा झपक्क बसेको यो पाटन, परसम्म आँखाले भ्याउन्जेलसम्म हरियै मात्रै चौर भुइँमा केही फुलहरू छन्। पाटनमा घोडाहरू मस्त भई चरिरहेका, भुइँभरि सेता जुम्रा झैँ देखिने गरी छरिएका भेडाका बथान, बाहिरी दुनियाँलाई थाहै नभएको स्वर्ग समान पाटन सुदूरपश्चिमको गर्भमा लुकेको। निकै विशाल घाँसे मैदानको बीचमा ढुङ्गाको चाङ, यसको कथा किंवदन्ती पृथक छ फेरि। देवी देवता र दानवहरूको एउटा युद्ध लडाइँ हुँदाखेरि देवी देवताले थानपाटनमा भेडी गोठ फस्छन्। यहाँको गोठालो जीवनशैली अझ रोचक छ। ल यत्रो मान्छेहरू हुनु त रहेछ यहाँ, हामी त मान्छे खोजेको खोजै अहिले पो भेला भइयो त हो। यहाँ तपाईँहरू सबै यहीँ गोठकोहरू खर्कको। वैशाखदेखि असोजसम्म यहीँ बसेर यो भेडा बाख्राबाट नै उ गर्ने आफ्नो जीवनयापन भनौँ नि, यस्तै उ गर्दाखेरि भेडा बाख्राको पालनमै हो। अट्छ नि ठाउँ छ, अट्छ जान भित्र, कहाँ सुत्ने ठाउँ कति प्रशस्त हुन्छ। नदेखेको उसले लेकको गोठ यता पश्चिमको। सुदूरपश्चिमका अनेकन गाउँघर पार गर्दै थानपाटनतर्फ बढ्नेछौँ। भाइ बहिनीहरू निकै छौ कि? छाई त खकडिया छैनौ भने यो एउटा अलग घर देखिन्छ सर। यो के हो? भाड भनिन्छ हाम्रो भाषा। भाड भनिन्छ। ए ल कहाँ जाने हो? हामी झापाका घुम्न। हस् हस्। ल त आउनुहोस्, आज एउटा नौलो गन्तव्य पहिल्याउँ। सुदूरपश्चिमको यो लेकको यात्रा तपाईँ हामी सँगै तय गरौँ है त। अत्तरियाबाट डडेलधुरा खोडपे हुँदै बजाङतर्फको सडक लिएर बागथला पुगिन्छ। बागथलाबाट भित्र करिब 15 किलोमिटर अघि कालङ्गा नदी किनारको यो बजार हो बीजगढा। बजाङको बुङ्गल नगरपालिकामा पर्छ यो क्षेत्र। अब यहाँबाट हामी धेरै उचाइको एउटा गुमनाम तर स्वर्ग समान सुन्दर पाटन थानपाटनको यात्राको तयारीमा छौँ। यो स्थानलाई भनिन्छ बीजगढा। यो बजाङको बुङ्गल नगरपालिकाको केन्द्र। यो स्थान चाहिँ नगरपालिका कार्यालय साथसाथै यो नगरपालिकाकै प्रमुख बजारी क्षेत्र भएको स्थान पनि हो। यहाँबाट हामी एउटा रोचक स्थानतर्फको यात्रा बढाउँदैछौँ। केही समय चाहिँ हामीले गाडीमा बिताउँछौँ र माथि थानपाटनतर्फ बढ्दैछौँ। थानपाटनसम्म गाडी पुग्दैन। आजै हामीले गाडी छोडेर केही अगाडिसम्म चाहिँ पैदल हिँड्नुपर्ने अवस्था छ। हेरौँ आज हामी कहाँसम्म पुग्छौँ। गाउँसम्म, अन्तिम गाउँसम्म पुगेर बास बस्न प्रयास गर्छौँ भने भोलि त्यहाँबाट चाहिँ हाम्रो पैदल यात्रा सुरु हुनेछ। अति सुन्दर थानपाटनतर्फको। हामी बीजगढाबाट अघि बढ्यौँ। यो गाडीले हामीलाई कतै अघिसम्म पुर्याउनेछ। त्यहाँबाट पैदलै बढ्नेछौँ हामी। सडक कालङ्गा नदी किनारै भएर गएको छ। एक प्रकारको ग्राभल सडक। बर्खामा पनि हिलो नहुने यो 12 महिनै चल्छ यो सडक। बजाङको भित्री भेग छिर्दैछौँ हामी। यहाँ पौडी नामक गाउँ थियो। त्यति ठुलो गाउँघर देखिँदैन सडक छेउ। फ्याटाफुट्टा घरहरू भने देखिँदैछ बाहिर हेर्दा। बीजगढाबाट करिब 1 घन्टाको सवारी यात्रा गरे पश्चात यो फाँटिलो ठाउँमा आइपुग्यौँ हामी। ठुलो गाउँ रहेछ यहाँ त। पुराना परम्परागत घरहरू र केही जस्ताले बनेका नयाँ घर टहरा छन् यहाँ। यो स्थानलाई गेरौँ भनिन्छ। थानपाटन जानका निम्ति मोटर यहीँसम्म मात्र रहेछ। अब पैदल यात्रा रहन्छ होला हाम्रो यसरी। निकै मजाले हिँड्नुपर्ने हुन्छ माथि थानपाटन पुग्नलाई चाहिँ। आज हामी भने माथि अन्तिम गाउँसम्म पुगेर बास बस्नेछौँ। सर हाम्रो अब यही हो। हजुर हाम्रो गाडी आउने अन्तिम स्थान यहाँ। गाडीको चाहिँ अन्तिम स्थान यता। यसलाई चाहिँ सुँगुरी पगड भन्छ। सुँगुरी पगड। हजुर बुङ्गल नगरपालिकाको 2 नम्बर वडा। 2 नम्बर वडामा। हजुर अब आज हामी गाउँ पुग्न निकै छ भने हजुर लगभग 2.5-3 घन्टा जति लाग्छ उकालो सिधै माथि गाउँमा पुग्न। आज 2.5-3 घन्टा गाउँ पुगेर बस्ने। हजुर अनि भोलि बिहानै हिँडेपछि हामी दिनभरिमा थानपाटन पुगेर एनिआउ झर्नु पनि पर्छ। हजुर मुस्किल छ यात्रा। हेरौँ अब। ल सर तपाईँलाई धेरै धेरै धन्यवाद। ल हाम्रो चाहिँ गाडीको यात्रा
तल बीजगडादेखि यो गिरौन बगर भनिँदो रहेछ यसलाई। यो गिरौनसम्मको यात्रा करिब 1 घन्टा 1.5 घन्टा भनौँ, यहाँसम्म मोटर सडक आउन सक्ने स्थान। अब यहाँबाट चाहिँ पैदल यात्राको विकल्प छैन अहिलेको अवस्थामा। हामी धेरै धेरै माथि जानुपर्छ। तर आज हामी जुन गाउँमा बस्दैछौँ त्यो गाउँ चाहिँ यहाँबाट करिब 1.5-2 घन्टामा पुगिएला कि त बिस्तारै जाँदाखेरि भन्ने हाम्रो अपेक्षा हो। हिँडाइ चाहिँ हाम्रो कमजोरै छ, त्यही कारणले समय बेसी लाग्ला। यो गिरौन बगर पनि कति राम्रो लाग्ने, यो चारैतिरबाट चाहिँ डाँडाहरूले घेरेको, यो बिचबाट चाहिँ कालङ्गा नदी बगेर गएको। अहिले चाहिँ हाइड्रोको कारणले कालङ्गामा पानी त्यति देखिँदैन, तर पानी त ठुलै बोकेर बग्ने एउटा नदी नै हो। यो सेती नदी जुन छ कर्णालीमा मिसिने त्यसको एउटा प्रमुख शाखा नदी पनि हो यो। अहिले चाहिँ हामी यहाँ माथि आइपुग्दा झन्डै यो शिशु अवस्थामा छ, भर्खरै उद्गम भएर आएको हो कि जस्तो चाहिँ लाग्छ। तर हाइड्रोहरूले माथि नै पानी रोकिसकेका छन्। अब हामी जुन ठाउँ जाँदैछौँ थानपाटन, त्यसको लागि चाहिँ आधारको गाउँ चाहिँ यो गिरौन नै हो। यो गिरौनको पनि अलिकति माथिसम्म गाडी जान्छ, यही नजिकै भनौँ, त्यहाँबाट चाहिँ पैदल हिँड्नुपर्ने अवस्था हो। अब यहाँ माथि फेरि एउटा बस्ती नामक गाउँ छ, जुन गाउँको नामै यो बस्तीको नामै बस्ती हो। बस्ती पनि साह्रै सुन्दर छ। यहाँदेखि उचाइमा हेर्दाखेरि त्यो बस्ती देखिन्छ र पर झरना छ। झरना कति सुन्दर देखिन्छ। यो माथिबाट हेर्दाखेरि त्यो चाहिँ झरनाको दृश्य केही अगाडि गयो भने त त्यसको समीप पनि जान सकिने रहेछ। ठुलै झरनाको बहाव हो कि, र त्यो गाउँ चाहिँ त्यो झरनाभन्दा अगाडि पर्ने भएकोले साह्रै सुन्दर दृश्य देख्न सकिने अवस्था छ। अब यो बस्ती पार गरेर अगाडि बढ्नुपर्ने छ। हामी क्रमशः उचाइ लिँदै जानेछौँ। भोलिको लागि यात्रा केही छोटिने पनि छ त्यसो गर्दाखेरि। बाटो यही हो। अब बाटो यो हाम्रो अब यहीँदेखि उकालो यात्रा सुरु। हामी त उकालो चढ्दैछु। के छ हजुर, बुवा आराम हुनुहुन्छ? ठिकै छ। ए दाजु पो हुनुहुँदो रहेछ, म त बुवा जस्तो देखेर आएको परबाट। दाजुजी भन्दा ठिक हुने रहेछ। हजुरको घर कुन हो, गाउँ कता हो? ए यो बस्ती? यसको नाम के हो? गाउँको नाम बस्ती नै हो। ए गाउँको नामै बस्ती? ए बस्तीको बासिन्दा तपाईँ? अह ल, कति रमाइलो गाउँ रहेछ हौ। यहाँ कसको बसोबास छ कोनी? हजुर पनि धामी हुनुभयो? ए धामी भन्नाले चाहिँ त्यो धामीको कर्म पनि गरिन्छ कि थर मात्रै धामी हुन्छ, कस्तो हुन्छ? थर मात्रै धामी। धामी तर धामी काम्ने धामी चल्ने धामी त हुँदैन फेरि। ए सबै जति चल्ने त भएनन्। जस धामी भनेपछि त हामीले बुझ्दा चाहिँ चल्ने धामीहरू थर धामी हो। ए ठिक छ। ल अहिले चाहिँ कता हिँड्नुभएको नि? ओह्रालो जानुभयो त? ए पसल चाहिँ तल जानुपर्छ। ए यहाँभन्दा माथि अब हामीले पसल भेट्दैनौँ होइन? हामी जानुपर्ने थानपाटन चाहिँ अब बहुतै टाढा छ यहाँबाट होइन? तपाईँहरूलाई त छिटो पुग्नुहुन्छ होला यहाँबाट हिँड्ने? 3-4 घन्टा भन्ने। 4 घन्टा भनेपछि हामीलाई त 8 घन्टा भरोसै क्या हो। 8 पनि मुस्किल पुग्न, उकालो छ नि धेरै, उकालो छ। ए गिरौँ भनेको एउटा यो पहाड अग्लो डाँडाको फेदमा परेको हुनाले एउटा बगर र अनि गिरौँ तल बसेको हुनाले गिरौँ भनिएको र उताको भेग भनेको सलकाट्टे यो गाउँ भनेको अनि बस्ती गाउँमा पुगिराखेका छौँ। बुङ्गल नगरपालिका झरनाको नाम बमरी छिउड भन्छ। बमरी घाट झरना भनेर भनिन्छ त्यसलाई। 12 मास पानी बोकिरहन्छ, तर अहिलेको समयमा अलिक कम भइरहेको हुन्छ र अलि बर्खाको समयमा त धेरै ठुलो आउँछ। यहाँबाट हाम्रो लगभग अब 1-1.5 घन्टा पैदलमा पुगिन्छ उता। यो बस्ती गाउँ, यो गाउँ सर्लक्कै छिचोलेर अर्को पहाडको धुरीमा आजको हाम्रो बास बस्ने गाउँ भेटिनेछ। सुरुमै उकालो चाहिँ मजाले हिँड्नुपर्ने रहेछ। यो बस्ती गाउँ छिचोल्नै समय लाग्ने रहेछ हामीलाई चाहिँ। यहाँ पानी खाने हौ। यहाँ त हामी बस्ती गाउँ ठ्याक्कै छिर्यौँ। भाइ बहिनीहरू निकै छौ कि? निकै छ। के रहेछ कुन्दन सर, पानी छ? लु पानी खाउँ। छाई त खकडिया छैनौ?
होइन मै पारेको छ कि त भनेर सोधेको गाउँमा ए केटाकेटीहरू यहाँ सबै माथि हुनुहुँदो रहेछ यस्तो चाहिँ बस्ती गाउँको सेरोफेरो कस्तो मजाको गाउँ रहेछ नमस्कार है सबैजनाले के छ आज भेला भनेको यो गरिबले त के समस्या त होइन त्यस्तो हजुर आराम हुनुहुन्छ सबैजना ल सो थानपाटनतिर उक्लेको है हामी त जान सक्छौँ होला हामी माथि पुगिन्छ यसरी माथिल्लो तह आइँदैछ माथिल्लो तहबाट अझै गाउँ त माथिसम्म फैलिएको छ जस्तो लाग्यो सुविधाहरू अब विद्युतको चाहिँ छैन यहाँ बिजुली नभएको अवस्था तर यसरी खानेपानीका धाराहरू अनि यता हो यतै जाने अरे लाउँ ल अर्को घर अब यहाँको घरमा चाहिँ के हुन्छ भने एउटा भण्डारण घर हुन्छ यहाँनिर जसमा चाहिँ गाई गोठहरू राखिन्छ र छाउगोठ पनि हुन्छ यहाँनिर आमाले टक्कै गाईहरूको भकारो सोध्नु हुँदै रहेछ यो गोठबाट यता जाउँ अब ल है नमस्ते हजुरहरू नमस्ते ठिकै हुनुहुन्छ आराम हुनुहुन्छ हजुर यतैबाट हो जाने बाटो माथि ए यता पो यहाँ चाहिँ के बुझ्यो भने हरेक घरमा वासस्थान घर यही हुन्छ अहिले त अब छाउको गोठ फरक हुँदैन घरकै तल्लो तल्लामा बस्नुहुन्छ आमा दिदी बहिनीहरू भने यो एउटा अलग घर देखिन्छ सर यो के हो यो भनेको एउटा गहुँ सुकाउने माथि बाला के काटेर अनि हाल्ने माथि तल आगो बाल्ने ए मुढा ठुल्ठुला मुढा लगाएर आगो बालेर अनि यता त्यसलाई थिच्ने पिट्ने के पिटेर गेडा छान्ने यता यो घरलाई के भनिन्छ भाड भनिन्छ भाड हाम्रो भाषामा भाड भनिन्छ ए ल यसमा चाहिँ के रहेछ भने यो अन्नहरूलाई चुट्ने अथवा यो आगो बालेर माथि तताउने सुकाउने होला सायद कि चिसो ठाउँ हो घामले सुक्दैन भनेर होला सायद घामले सुक्दैन अनि वर्षाको समय भने असाढमा हुन्छ नि असारमा अहिले त मौसम परिवर्तनको कारणले पानीले भिजेन नि त यहाँभित्र होइन त्यही भयो ल भाडबाट अब हामी अगाडि पहाडतिर लागौँ कहाँ जानुभयो हजुर बजार केटाकेटी सबै गए बजार घुम्नु हो कि कामको लागि ए चामल लिन अब भिडियोमा पर्छ क्या भाइरल हुने हो भाइरलै भयो लगभग आजको हिँडाइको आधी चाहिँ आइयो हामी 1 घन्टा अलि भएको छैन होला हिँडेको आधी आइयो ए कुलुम टिपाउँछ जस्तो लाग्यो कुलुम टिप्ने कुलुम टिप भन्नु ल बाबु कुलुम माथि गएर कुलुम टिप्यो उनीहरू अझै कति सानो भाइ चढ्न खोज्दैछ नि यहाँ पुलुमको रूपमा कुलुम कि पुलुम छ कुलुम उहाँहरू सानो भाइ चढ्छ ऊ साह्रै सानो छ क्या हो यार म जाउँला गम्बुट लगाएको छ चढ्यो माथि एकछिन त कुलम देखाउन पाकेको पुग्न सक्छस् त कति टिप्ने त कति टिप्या तैँले ल हिँड तल ल
सरले राम्रो कुलुम टिप्नु भयो उहाँ हुनुहुन्छ भाँचेलाई सर त्यो हाँगा भाँचिँदैन हलुको हो त फेरि पखायो आन्टी कहाँ हो सर घर हाम्रो झापा झापा हो हजुर पूर्व झापा कार्यक्रम भिडियो माथि थानपाटन हजुरको घर यो अलिकति यो कुलुम लगौँ भनेर हुने के माग बल टिभी भएर टिभी दियो त किबी भित्र ऊ गाडिया छ पाक्या छन् पाक्या छ ठिक छ तिनीहरू डम्बो ल थानबाट क्या जाने घुम्न यो बाटो जाने यो बाटो खै कता यताबाट बाटो त यो अरे लडिएला है सर भयो ओहो यो लड्छ होला ल धन्यवाद भयो ल उता विपरीत दिशातर्फ यस्तो राम्रो दृश्य हेर्दैछौँ र यो कुलुम खाँदैछौँ तपाईहरुले यसलाई आल्चा भन्नुहुन्छ या आरुचा भन्नुहुन्छ आरु भन्नुहुन्छ विभिन्न नाम जे होला यो चाहिँ यतातिर भनिन्छ कुलुम भनिन्छ अब यो कता हिँड्नु भयो कता घरतिर घर ए गाई बस्तु लिएर तपाईका गाई हो नि तल झर्दै थियो बिस्तारो झर्दो रहेछ यो ढुङ्गामा दुःख हुन्छ होला भनेर कहाँ जाने हो हामी झापाका कहाँ जाने हो थानपाटन कहाँतिर हो थानपाटन माथि थान थाना क्या जाने थाना घुम्न हस् पानी खाऊ आमा के गर्नुहुँदैछ घाँस काटेको घाँस काटिसक्नु घाँस काट्न लागि के हो भने सिटिजन गरे हामी हिँडेको 1-1.5 घन्टै हुन लाग्यो। अब यो अघिल्लो डाँडाको धुरीमा गाउँ छ र त्यहाँ आजको हाम्रो बास हुने ठाउँ पनि हो। अब एउटा उकालो छिचोल्नु पर्ने रहेछ नि। यो अघिल्लो डाँडाको धुरी कस्तो धारिलो डाँडा रहेछ। दुईतर्फ ओह्रालो, माथि धारमा गाउँ बसेको। यही धारको गाउँ आजको हाम्रो बासस्थान। बझाङको यो भेगको अन्तिम गाउँ बनुवा। डाँडाको धुरीमा बसेको अर्कै लोकको गाउँ चाहिँ महसुस हुने सानो तर सुन्दर गाउँ। मोटर सडक र बिजुली बत्ती नआइसकेको, अन्यत्र भन्दा छुट्टै बसेको चाहिँ महसुस हुन्छ यो गाउँ। ल हामी आजको गन्तव्य पुगियो जस्तो छ सर, होइन? हाम्रो गाउँ यही हो। ल तल गाडीबाट ओर्लिएर करिब 2-2.5 घन्टा बिस्तारो हिँड्दाखेरि हामी यो बनबाहा भन्ने गाउँमा आएछौँ। बनबाहा भनिन्छ छिटो भन्दाखेरि। यो लगभग समुद्री सतहबाट 2410 मिटरको उचाइमा रहेको साह्रै सुन्दर गाउँ। किनभने ठ्याक्कै यो धार छ पहाडको, त्यो धारैको माथि चाहिँ ठक्क धारिलो ठाउँमा गाउँ बसे जस्तो लाग्छ। अब यसै हेर्दा त यहाँनिर मैले यही वरिपरि चाहिँ 8-10वटा घरहरू छन्, तर वरिपरि केही घरहरू अझै फैलिएको पनि छ। यहाँ चाहिँ अब
हामी जाँदैछौँ जुन थानपाटन, त्यहाँ जाँदाखेरि चाहिँ अन्तिमको गाउँ नै यही हो। अब योभन्दा अगाडि खर्कहरू छन्, गोठहरू छन्, तर बस्ती मानव बसोबास स्थायी हुने कुनै गाउँहरू छैनन्। अब यहाँबाट भोलि हाम्रो यात्रा अब लगभग दिनैभरि पुगेर आउनलाई पनि एकदम टाइट हुन्छ होला जस्तो लाग्दैछ, किनभने अहिले नै हामीले सोचेभन्दा बेसी उचाइमा आएर बस्यौँ। थानपाटन हाम्रो चाहिँ अनुमान थियो सायद 3300 मिटरमा होला कि त भन्ने, लगभग अब हाम्रो अनुमान चाहिँ 3500 को हाराहारीमा पुग्यो, तर यकिन थाहा छैन, भोलि त्यहाँ गएर उचाइ नाप्नेछौँ पक्का पनि। अब हाम्रो बास यहाँ रहन्छ आजको लागि भने भोलि बिहानबाट मात्रै यात्रा अगाडि बढ्ने अवस्था छ। वनमा भनेको अगाडि यता जङ्गलै जङ्गल, यो त अहिले कटानी फटानी गरेर मात्र हो, तर अगाडि वनको फेदमा बसेको हुनाले वनभा भनिएको हो। यो धामीहरूकै हो। 2 नम्बर वडाभित्र नै 2-4 परिवार मात्र अनि जाग्रीहरू छन्, अरू सबै धामी नै हो। यहाँ व्यवसाय भनेको हिउँदे खेतीमा गहुँ र जौँ फल्छ र अहिले बर्खे सिजनमा हाम्रो मार्से बेथु भन्छ हाम्रो गाउँले भाषामा, र मकै अनि आलु र सिमी प्रशस्त पाइन्छ। यता यो कतिको चिसो ठाउँ हो सर? यहाँ हिउँ पर्छ पर्दैन? हिउँ अगाडि धेरै पर्थ्यो, तर अहिले हावापानीको कारणले गर्दा हिउँदको महिना पनि थोरै एक दिन पुरै ढाकेर दोस्रो दिन खुल्छ, तर अगाडि भनेको 5-10 दिन पनि लाग्ने। एकचोटि लागिसकेपछि 5-10 दिनसम्म खुल्दै नखुल्ने। पोहोर प्रार सालको उसमा पनि अलि हिउँ परेकै थियो, लगभग 1 फिटसम्म। यता हामी बुङ्गल नगरपालिकाको वार्ड नम्बर 2 को थानपाटन जाने बाटोको लास्ट गाउँ वनभा भन्ने ठाउँ हो। यो उतापट्टिको हाम्रो बोमर भन्ने एउटा ठुलो गाउँ छ। यो लगभग 150 परिवारभन्दा बढी भएको गाउँ हो। यता भनेको 15-20 वटा परिवार छ, यता छरिएर बसेको छ, यता छ, यता यो धार भएर हामीले भोलिको यात्रा भनेको यता यो माथि मेले उराड हुँदै हामी थानपाटन पुग्दैछौँ। हामी साथ आउनुहुने दाजु धनबहादुर धामीज्यूको घर यो। आज हामी उहाँकै घरमा बास बस्नेछौँ र भोलि बिहान सबेरै माथि उक्लिनेछौँ। दाजु हामी साथै माथि थानपाटन जानुहुनेछ। मौसम त नखुलेको पनि होइन सर, होइन खुलेको पनि होइन। चिसोले चाहिँ बिहानै हामी 5 बजे नै तयारी भएर माथि थानपाटनतर्फ अघि बढ्नलाई रेडी छौँ। मौसम यस्तो नराम्रो पनि छैन, राम्रो पनि छैन, माथि पहेँलो भएर चाहिँ घाम उदाउन खोज्दैछ। थानपाटन जानुपर्ने कहाँ हो भनेर हामीले देखिरहेछौँ। सायदै 4-5 घन्टामा त हामी पुग्ने प्रयास गर्छौँ त्यहाँ, अनि 10 बजे त पुगिएला। ल अब सुरु भयो है त थानपाटनतर्फको पैदल यात्रा। साह्रै रमाइलो भेग छ रे थानपाटन। आजसम्म बाहिरी दुनियाँसँग लुकेरै बसेको स्थान मजाले घुम्नेछौँ हामी आज। अब यसअघि कुनै स्थायी घरहरू भेटिने छैनन्। केही ठाउँमा खर्क अर्थात् गोठहरू भने छन् रे। माथि थानपाटनमा भने भेडी गोठहरू प्रशस्त छन् रे आजभोलि। त्यहाँ गोठमा बस्न पनि सकिन्छ, तर हामी आज माथि पुगेर भरे बेलुकी नै तल गाउँ झर्नेछौँ। स्थानीय त 4 घन्टा जतिमा पुग्छन् रे माथि, तर हामी त्यसरी हिँड्न सक्दैनौँ। फेरि यकिन छैन उचाइ कति हो। 4000 को हाराहारी हो भने त अन्त्यतिर हिँड्न मुस्किल पर्नेछ हामीलाई। यो बाटो हिँड्न सुरु गरेदेखिकै एउटा विशेषता चाहिँ भुइँभरि एक प्रकारको भुइँफुल प्रशस्त फुलेका, कुनै प्राकृतिक फुल बगैँचामा हिँडेको अनुभव हुने।
साह्रै मजा हुन्छ यसरी हिँड्दा, अनुभव व्यक्त गर्नै सकिँदैन मुखले। हाम्रो हिँडाइ राम्रै हो दाजु? हाँस्दै भन्नु यस्तो हिँडाइले पुगिएला त माथि? पुगिन्छ। टाइम लाग्ने त टाइम चाहिँ लाग्थ्यो। जानुपर्ने त त्यहीँ देखिन्छ, त्यही त हो नि सर धारै। यो चाहिँ खर्क हुन् कि घर हुन् दाजु? खराक हुन्। मान्छे बस्दैन नि यहाँ? मान्छे यहाँ बर्खाको समयमा आउँछन्। घाम लाग्यो अब चाहिँ है सर? राम्रै तरिकाले घाम लाग्यो। बिहानै घामै नहुँदैकन हिँडेको झन्डै 32-35 आउँदा घाम लाग्यो। बाफ्रे, हिँडाइ त राम्रै हिँडेको, सजिलो बाटो है सर? त्यस्तो अप्ठ्यारो होइन, उकालो त परि नै हाल्छ। हामी हिँडेको चाहिँ साँच्चै भन्ने नि 3.5 घन्टा 4 घन्टा हुन आँट्यो। यो गोरेटो बाटो लगभग यहाँ आइपुग्दाखेरि यसले हामीलाई 3300-3400 मिटरमा उचाइमा पुर्याइसक्यो। अब यस्तो भूगोल छ यहाँ अगाडि, सक्यो, संसार सक्यो जस्तो लाग्छ। ठ्याक्कै पहाडहरूले बिर्को लगाइदिएको छ, हेर्नु होला। हामी लगभग यो चट्टाने पहाडको चाहिँ ठ्याक्कै फेदीमा छौँ। अब यहाँ जानुपर्ने कता त हेर्दा सबै उस्तै छ। अब जानुपर्ने चाहिँ यो बिचमा एउटा दुलो छ, त्यो पास, त्यो तरेर पारी गइसकेपछि केही हिँडेपछि हामीले पाटनको अनुभव गर्छौँ भनेपछि सायदै त 4000 मिटरको हाराहारीमा पाटन छ कि त भनेको चाहिँ अनुभव भयो। गएर नापौँला, हेरौँला। अब जानुपर्ने बाटो चाहिँ यस्तो छ है अगाडि। नाक ठोकिने उकालो चाहिँ अलि होइन, तर पनि निकै उकालो भएर चाहिँ हामी हिँड्दैछौँ। यहाँ एउटा ओडार आयो। यो ओडारको नाम त के पर्यो दाजु? मेले उडाट। मेले ओडार। ए, यहाँ यसो हेर्दा त मान्छे पहिले बस्थ्यो होला। बस्थे। यो भनेको मेले उडाट, अगाडि मेल भएर अनि उडाट। मेल भनेको के हो? मेल भनेको एउटा फलको बोट थियो। ए, मेल चुक हुने, अमिलो। त्यस्तै अमिलो हुने चिज थियो। अनि अगाडि पालसाल यस्तो कुनै व्यवस्था नभएको समयमा नै ओराडमा नै बस्ने गर्थे मान्छेहरू। ल, यो बिर्को लागो भनेको ठाउँमा एकजना स्थानीय हामी बाहेक अर्को साथी भेट्यौँ है यहाँनिर। उहाँ कहाँ, कुन ठाउँबाट आउनुभयो हजुर अहिले? म चाहिँ उता बमरबाट। बमर भनेको त हामी बसेको गाउँभन्दा तल्लो गाउँ, अलिकति अगाडिको। कति समय लाग्यो हजुरलाई यहाँ आइपुग्न? मलाई लगभग 2 घन्टा जति लाग्यो होला। 2 घन्टामा यहाँ आइपुग्नु भयो। हामीलाई ठ्याक्कै 4 घन्टा लाग्यो नि त कुन्दन सर? 4 घन्टा चाहिँ मजाले लाग्यो हामीलाई। भनेपछि हामी ठ्याक्कै उहाँहरूको पेसभन्दा चाहिँ आधी नै हिँड्दो रहेछ। आधी हिँड्दो रहेछौँ ठ्याक्कै। उहाँ सरलाई पनि हिँड्न दिनु भने अघि माथि पुग्छु भन्नुहुँदै थियो। ल है, यस्तो छ है। अब पुगिन्छ है पाटन। धैर्य गर्नु होला, जान हामीलाई त निकै छ। दृश्य चाहिँ साह्रै सुन्दर छ, प्रयास गर्छौँ देखाउनलाई। देखिएन? ए ल, अब यहाँ दाजुबाट हामीले के नयाँ कुरा पत्ता लाग्यो भने हो, यतापट्टिबाट हामी गयौँ भने फेरि यो चट्टानलाई पछाडिपट्टिबाट घुमेर परिक्रमा लाएर यतै आउनुपर्छ। यताको बाटो केही अप्ठ्यारो, धेरै उकालो पनि, अनि तर छिटो चाहिँ फेरि यो, अनि हामी ठाउँमा पनि एकैचोटि पुगिने। त्यो कारणले अब हाम्रो
निर्णय फेरि यो हामी यो पासको साटो यो पासबाट चाहिँ चढ्न प्रयास गर्छौँ। केही समय लागोस् होइन, बिस्तारै जाउँला तर छिटो पुगौँला होइन त सर? हजुर ल ल है त। अब उहाँ तपाईँले त डिस्टर्ब भएन नि, छिट्टो जानुहुने मान्छे पछाडिबाट आउनु हजुरसँगै जाउँ न त हो। ल हस् हस्। त्यो ओडार कटेपछि अब हामीले एउटा मुख्य डिसिजन लियौँ। यदि सजिलो तर लामो बाटो जाने हो भने यहाँबाट गोरेटो छुट्यो, यही हो नि होइन? तर लगभग हामीलाई चाहिँ 1-1.5 घन्टै फरक पर्छ भनेर हामी सर्टकट बाटो, तर पहिरोको बाटो हामीसँग अघि आउने साथी माथि पुगिसक्नु भयो हामीलाई छोडेर। तलबाट आउने चाहिँ उहाँको हिँडाइ अब सकिँदैन, हामी उहाँ चाहिँ पहिरोको भेग पुग्न आँट्नु भएछ। तर हामीलाई निकै समय लाग्छ यो चिचल्न, हेर्दा त्यहीँ देखिन्छ। अब यो 3500 भन्दा माथि आइसक्यौँ हामी, यो उचाइमा हामीलाई मुस्किल पर्छ। अब हामी 3500 मिटर उचाइमा छौँ। जानुपर्ने डाँडा यो सबभन्दा अग्लो देखिँदैछ नि यता कता, यो अग्लो डाँडाको हाइट भनेपछि अझै 500 मिटर थप चाहिँ अल्टिच्युडको हिसाबले चाहिँ हामी जानुपर्ने हुन्छ। साह्रै थाक्यो र यति मजा आएको छ आजको यात्रा। गल्न त कस्तो भने त्यस्तो अप्ठ्यारो बाटो होइन, तर अहिले अन्तिमको यो जुन हामी चाहिँ सर्टकट जाने भनेर चाहिँ जुन यो गेग्रेन बाटो आउँदैछौँ यसले चाहिँ अलिकति थकायो यहाँनिर। धेर छैन हामीलाई त्यहाँ पुग्न, देख्दा त्यहीँ देखिन्छ, पुग्न चाहिँ 1-1.5-2 घन्टा नलाग्ला, 1.5 घन्टा लाग्ला होइन? माथि एकजना साथी त त्यो पहिरो लगभग अब कट्नु हुँदैछ, कट्यो। अनि हाम्रो अब खुवाइ चाहिँ रोटी छ, तलबाट ल्याएको रोटी टक्क यसरी यहाँनिर मुलाको अचार होइन सर? यो मुलाको अचार भयो। ए सब्जी भएर लु भयो। यसरी टक्क पोको पार्ने आलुको तरकारी। यो तरिकाले खानुको अनुभव चाहिँ यो न त क्यामेराले खिचेर भन्न सक्छ न मुखले भन्न सक्छु। यस्तो ठाउँमा यो तरिकाले खानुको अनुभव लिनलाई चाहिँ थानपाटन एकतला आउनुपर्छ। तल दाजुको घरमा अथवा गाउँमा बास पाइन्छ, होमस्टे होइन। उहाँहरूले आफ्नो घरमा राम्ररी खुवाउने बसाउने अब त्यो चाहिँ गर्नुहुन्छ। अहिले होमस्टे नै भनौँ, एक प्रकारले घरमै स्टे गर्न चाहिँ सकियो अनुरोध गर्दाखेरि। तर अब निकट भविष्यमा यहाँ अलिकति स्तरीय होमस्टेहरू अनि तालिमहरूको चाहिँ गाउँपालिका नगरपालिकाले, यहाँ बुङ्गल नगरपालिका हो यो बझाङको, व्यवस्था गर्ने भन्ने चाहिँ मेयर साहबबाट हामीले सुन्दै थियौँ। रमाइलो छ। अब दृश्य माथि खुल्छ होला मौसम चाहिँ, आशा गरौँ। अब यसलाई ठुलै हालिदियो भने त घाँस पप्पै यसरी। हुन त दाजुले अर्को केही सहज तर लामो बाटो जाउँ भन्नुहुँदै थियो, तर हामीले यतैबाट जाने निर्णय गर्यौँ। तर यो निर्णयले के गर्छ भन्न सकिँदैन है। यो त उकालोको सहज बाटोमै छौँ हामी। यति उकालो छ यहाँ, मान्छे अडी नै धौधौ पर्ने प्रकारको छ। माथि पहिरोको भाग पुग्नुभन्दा अगाडि कस्तो मजाको यो घाँसे मैदानबाट हामी जाँदैछौँ। सास फुलेर फ्याँ उकालो यो नदेखिएला। यतातिर हेर्नुलाई यो अग्लो अग्लो चट्टानहरू हुन्। यहाँ हामी हिँड्दै गरेको पनि निकै उकालो बाटो छ। यो जुन अग्लो उचाइको एउटा चट्टान देखिँदैछ, त्योको बिचबाट चाहिँ छिरेर फेरि उचाइ चाहिँ लिनै पर्छ अरे माथि पुग्नलाई। हेरौँ, प्रयास जारी छ, निरन्तर जाँदैछौँ। अब हामी यस्तो चट्टानै भेगमा छौँ। भुइँमा बाबियो प्रकारको घाँस छ। अब रुख वृक्ष छैनन्। यस्तो भयङ्कर भेग छ तलतिर हेर्दा। यो पहिरोको भेग चाहिँ निकै जोखिमपूर्ण छ। यहाँ हेर्दा त्यस्तो नदेखिएला, तर धेरै ओह्रालो छ यहाँ तल। असन्तुलित भए ठुलै दुर्घटना हुनसक्छ। यस्तोमा ध्यानपूर्वक हिँड्नुपर्छ। स्थानीयलाई त केही होइन यो बाटो, हाम्रो निम्ति चाहिँ अप्ठ्यारो हो निकै। पहिरो कटेपछि लामो सास फेर्यौँ र यो सुरक्षित स्थानमा बिसायौँ हामी। अब जानुपर्ने यही माथिको चुचुरो पारियो। अब धेर छैन यात्रा। हामी 3700 मिटर उचाइमा छौँ। अब त्यस्तै 300 मिटर थप होला अनुमानित। यो उचाइमा थोरै अक्सिजन कम भएको महसुस हुन्छ। हिँड्न तलभन्दा केही मुस्किल हुन्छ। यस्तोमा धेरै शास्ति पर्ने गरी हिँड्नु पनि हुँदैन, बिसाउँदै जानु नै उचित हो। मेरो अनुभव प्राय नेपालमा 3500 मिटर उचाइ कटेपछि ठुला रुख वृक्ष भेटिँदैन। यहीँ केही तलसम्म घना जङ्गल पार गर्दै आएको थियौँ हामी। अब यस्तो वेग छ
रुख र बेरुखको सीमालाई ट्री लाइन भनिन्छ। हामीले ट्री लाइन पार गरिसक्यौँ। उचाइमा ठुला रुख वनस्पति किन हुँदैनन् त? पहिलो कारण त तापक्रम हो। रुखलाई वर्षभरि पर्याप्त ताप चाहिन्छ, जुन यहाँ सम्भव हुँदैन। अनि यस्तो स्थानमा पानी बर्खामा मात्र पर्छ। केही चिसो हुनसाथ पानीको साटो हिउँनै पर्छ, जुन रुखहरूलाई उचित रहँदैन। सायद माटोबाट पाउने पोषक तत्त्व पनि पाउँदैनन् यस्तोमा रुख बिरुवाले। यहाँ त माटो नै छैन भने चाहिँ लाग्छ। बलौटे चट्टान टुक्रिएको जस्तो भुइँ छ। नेपालको पूर्व र पश्चिममा भूगोलमा अन्तर हुन्छ। पूर्वतर्फ अब यस्तो चट्टाने भूमि कट्दै गएपछि हिमाल भेटिन्छ, तर सुदूरपश्चिममा प्राय पाटन भेटिन्छ। घाँसे मैदान अर्थात् अल्पाइन मेडो भेटिन्छ। अब यो चट्टाने भेग कटेपछि हामी त्यस्तै पाटन पुग्नेछौँ। यही माथि पाटनको भेग छ, तर यो दिशाबाट पाटन नदेखिने रहेछ। त्यही पुगेपछि सायद एकैचोटि पाटनमा पाइला राख्छौँ हामीले। केही बेर थकान मारेर हामी अब अन्तिम उकालो चढ्दैछौँ। माथि पाटन हेर्न आतुर छौँ निकै। कति रमाइलो, कति मजा आउने बाटो। एक्कासी हामी यस्तो घाँसे मैदानमा निस्क्यौँ। यो चट्टाने भेगको ठिक विपरीत दिशामा पर्ने भएकोले आउँदै गर्दा तलबाट पत्तै नहुँ। एक्कासी पुगेपछि आँखा अघि एकैचोटि यस्तो विशाल घाँसे भूमि पर्दा निकै चकित भइरहे। थानपाटनको एक छेउमा मात्र निस्किएका छौँ हामी। यस्तो भूमिको ठुलो फैलावट छ यहाँ। हामी क्रमशः पुग्ने नै छौँ परपरसम्म। जमिन सपाट, भुइँमा हरियो घाँस, स्थानीयका पालहरू अर्थात् भेडीको ठुनी, भुइँमा सेता जुम्रा सरह देखिने भेडाहरू मस्त भएर चढ्दैछन् पाटनमा। आस्थाका रूपमा बनाइएका साना ढुङ्गेन मन्दिरहरू, भुइँमा भुइँफुल अनि खुल्दै छोपिँदै गर्ने मौसम। पहिलो देखाइ नै अविस्मरणीय रहने भयो थानपाटनको। हर्षले मन बादलमा उडे झैँ हुँदैछ। ल, अन्ततः हामी साह्रै सुन्दर स्थान यो थानपाटनमा आइपुगेका छौँ। हिँड्दा केही कष्ट भयो, तर जब यो थानपाटन हामी निस्क्यौँ, यहाँ निस्किने बित्तिकै एक्कासी यो ठुलो फाँट, यो थानपाटन यति मात्र होइन जति हाम्रो आँखाले अहिले देख्छ। योभन्दा पारी पनि ठुलो पाटन छ, यता पनि पाटन छ, यहाँ परपर ठुल्ठुला पाटन छ। कस्तो गर्व लाग्यो मलाई यो सुदूरपश्चिमको गर्भमा लुकेको र बाहिरी दुनियाँले थाहा नपाएको थानपाटन। समुद्री सतहबाट झन्डै 4000 मिटर उचाइ, 4000 मा 50 मिटर मात्रै कम अहिले हामी भएको। तर यो समग्रमा केही डाँडाहरू वरिपरि घुम्ने भने यो एभरेजमा 4000 मिटरको स्थान भन्न सक्छौँ हामी। कति रमाइलो पाटन यो। म त खप्तड पुगेँ, बडीमालिका पुगेँ, रामारोसन पुगेँ। हुन त हाम्रै नेपालको ठाउँ हुन्, कम्पेयर त तुलना त गर्नु हुँदैन थियो होला, तर मलाई सबैभन्दा सुन्दर यहाँ लाग्यो। सुरमा सरोवरको रेन्जमै पर्छ यो। यहाँबाट हिँडेर पनि सुरमा सरोवर जान सकिन्छ। त्यही कारणले लगभग सुरमाको त्यो पार्थी भन्ने ठाउँको झलक आउने। कस्तो यो भनौँ भने यो बडीमालिकाको विशेषता आफ्नै छ, तर यो पाटनको विशेषता आफ्नै छ। यहाँ चाहिँ अग्ला अग्ला डाँडाहरू अनि बिचमा झपक्क बसेको यो पाटन, परसम्म आँखाले भ्याउन्जेलसम्म हरियै मात्रै चौर, भुइँमा केही फुलहरू छन्। अझै बेला भएको छैन, हामी त बर्खा सुरु हुँदा मात्रै आउँदैछौँ। केही समय पछाडि त झप्पै भुइँ फुलहरूले ढाक्ने यो स्थान। मैले मुखले यसलाई वर्णन नगरौँ, यो पुरा हुँदैन कदापि। यो दृश्य आफै बोल्छ। तपाईँहरूले हेरिराख्नु भएको छ जुन दृश्य, यो लुकेको स्थान बझाङको बुङ्गल नगरपालिका वडा नम्बर 1 र 2 दुईटैमा पर्ने क्षेत्र। र यो मलाई लाग्छ यो त कैयौँ हेक्टर जमिन, कैयौँ क्षेत्रफलमा फैलिएको ठुल्ठुलो पाटनहरू। अब कस्तो मजा आउने भने जस्तो म अहिले यो भेगमा बसेर बोल्दैछु, यतापट्टि घाम लागिरहेछ, यहाँ परपर हेर्नु होला, यो अहिले ठाउँमा छाया परेको छ। एकैछिनमा मौसमको बदलाव हुन्छ र यतापट्टिबाट हुसो आइ नै सक्यो। यो अब यो हुसो आयो भनेर डराउनु पर्दैन। केही छिनमा अघि पनि हुसो आएको थियो, एकछिन ढाक्छ, फेरि खुल्छ, हुरुरुरु एउटा दिशाबाट हुसो आउने। र यहाँनिर चाहिँ विशेषता के छ भने यो स्थान चाहिँ घोडा, खच्चड अनि भेडा, च्याङ्ग्राको चाहिँ चरण क्षेत्र हो। स्थानीयहरूको यहाँ गोठ छ, छाना भन्नुहुन्छ, पाल भन्नुहुन्छ, त्रिपालै टाँगेर बस्नुहुन्छ उहाँहरूको जनजीवन हेर्नेछौँ। यहाँ अहिले हामीले पाटनमै हेर्नुहोस् त, ल यो भेडाहरू कति धेरैको सङ्ख्यामा चरेका छन्। अहिले त बाहिर गयो, अहिले एकछिनमा आउँछन् यहाँ फेरि।
साह्रै रमाइलो लाग्यो दृश्य देखाउन प्रयास गर्नेछौँ अझै राम्रो यो स्थान तलका बासिन्दाहरूको चरिचरण क्षेत्र हो। यहाँ घोडा र भेडा चराउन ल्याइन्छ। त्यस्तै यार्सा गुम्बा पाइने यो स्थानमा भर्खरै यार्सा खोज्ने कार्य सकेर स्थानीयहरू गाउँ फर्किएका रहेछन्। यार्सा गुम्बाको अलावा यहाँ 5 औँले र जटामसी प्रशस्त पाइन्छ। स्थानीयका अनुसार यो देवी देवताको बास रहने स्थान हो। यहाँ देवी र राक्षस सम्बन्धी एउटा रोचक कथा रहेछ, त्यो भरे सुन्नेछौँ हामी। खानपाटनको विशेषता भनेको एउटा यो देवी र शिवजीहरूको खेल्ने थलो भएको कारणले थानपाटन भनिएको हो। र यहाँ यति रमाइलो पाटनहरू छन् कि योभन्दा पछाडि पनि धेरै पाटनहरू छन्, यता पनि धेरै पाटनहरू छन्। उतापट्टि भएको भनेको पुरै खप्पर हो, तर अहिले यो हुस्सोले ढाकेको कारणले अलि कम देखिरहेको छ। यो प्रयोग भनेको यो बर्खाको समयमा यता भेडा बाख्रा, घोडा खच्चर, चरिचरण र यार्सा गुम्बा सहित जडीबुटी, अरू जडीबुटीहरू, सबै जडीबुटीहरू पनि यतै यो भेगकै सेरोफेरोमा पाइने। यो यार्सा गुम्बा खोजेर सब फर्किसके सर। अनि पछि अझ जटामसी अनि त्यो उ गर्न कटुकी अनि त्यो उ गर्नको लागि अब केही महिना पछि आउँछन् यतातिर। यहाँ घोडा भयो, खच्चर भयो, होइन, गाई गोरु अनि त्यस्तो चरिचरणको उसमा आउँछन्। भेडा च्याङ्ग्रा बाख्रा सबै वर्षपछि यो तपाईँको वैशाख लाग्ने बित्तिकै माथि माथि सर्दै जेठको महिना यहाँ पुरै भरिहाल्छ। हाम्रो बुवा बाजेदेखि नै यहाँ पूजा गर्छौँ। हाम्रो आजभोलि नै पूजा भइसक्यो। हिजो पूजा गऱ्यो। यहीँ बाख्रा चराउने, घोडा खच्चर त्यस्तै चराउने हो। भेडा छन् हजुर, हाम्रा लगभग 400 भेडा छन् हाम्रो गोठमा। त्यो भएर साथीहरूको उसमा पनि धेरै छन्। हजारौँ भन्दा 2-3 हजार भन्दा बढी छ हजुर। अनि कति महिना बस्नुहुन्छ यहाँ लेकमा? यहाँ हामी 3 महिना बस्छौँ हजुर। 3 महिना बस्नुहुन्छ। अब कहिले सर्नुहुन्छ? हामी भदौ लास्टतिर सर्छौँ। जब जाडो बढ्छ, अलि जाडो बढेपछि यहाँबाट अलि तलतिर सर्छौँ। थानपाटन कस्तो लाग्छ हजुरले? थानपाटन रमाइलो लाग्छ हजुर हामीलाई। तल घर बस्न मजा कि यहाँ बस्न? यहाँ बस्न मजा आउँछ त है। अनि यति राम्रो ठाउँ छ, यसो परिवार श्रीमतीहरू छोराछोरीहरू ल्याउनुहुन्न घुमाउनु? आउँछन् उनीहरू पनि आउँछन् सिजनमा। अब जडीबुटीको लागि आउँछन्। उनीहरू चाहिँ के भन्नुहुन्छ? परिवार चाहिँ उतै बस्न रुचाउँछन् कि यता बस्न रुचाउँछन्? नै उतैतिर अब घर कृषि काम गर्नुपर्ने, त्यही भएर उतातिरै रुचाउँछन् उनीहरू। अब यतातिर अब एकजना भए पुगी छ। यो पाटनको बिच भागमा चाहिँ हामीले यो ढुङ्गाको लहर एक ठाउँमा मात्रै देख्छौँ। तलदेखि माथिसम्म ओह्रालो छरिएको छ। दाजु यसको केही कथा किम्वदन्ती इतिहास केही छ? यसको कथा भनेको सर, अनि देवी देवता र दानवहरूको एउटा युद्ध लडाइँ हुँदाखेरि देवी देवताले दानवहरूलाई सखाव गर्नको लागि सखाव गरेको कारणले यसको ऊ भनेको यता पुरा त्यो यो हाडहरू भएर नै यो ढुङ्गा भनेको दानवको हाड हो यो भन्ने हाम्रो बुवा बाजेले भन्ने आउनु भएको थियो। यसरी पाटनमा प्राय होइन यो कथाहरू त बढी मालिकामा पनि छ, यहाँ पनि यो कथा चाहिँ रहेको अवस्था छ। थानपाटन घुम्दै अघि बढ्ने क्रममा बिचमा फुलै फुलको यस्तो बगैँचा रूपी स्थान पार गर्दैछौँ हामी। पाटनको पल्लो खण्डतर्फ बढ्दैछौँ हामी। त्यता गोठहरू छन् रे। हामी अघि त बढ्दैछौँ, तर सबैतिर त पुग्न भ्याइँदैन, पाटनको सम्भव छैन। यहाँ सबैतिर घुम्ने हो भने 3-4 दिनै लाग्न सक्छ अरे। तर मूल पाटनी भेगहरू त पुग्ने नै छौँ हामी सरसर्ती। जति सुन्दर छ यो स्थान सायदै क्यामेराले त्यो देखाउन सक्ला। आफ्नै आँखाले जति सुन्दर देखिन्छ त्यति क्यामेराको सिसाले के देखाउन सक्थ्यो र? तर पनि देखाउनेछौँ है त, हेर्दै जानु होला। हामी परको भेडीगोठ ताकेर बढ्दैछौँ। त्यहाँ धेरै मानिस हुनुहुन्छ अरे।
हेरौँ गोठको जनजीवन के कसरी बित्छ यस्तो लेखमा। ल हामी चाहिँ एउटा अर्को पाटन छ त्यो देखाउनलाई प्रयास गर्दैछौँ। यहाँ त कत्रो ठुलो भूभाग छ, हिँडेर यहाँ गोठमा आइपुग्यो। अनि यहाँनिर पानी सानी खाउँला भनेको मान्छे हुनु नरहेछ, तर पर यहाँ देखिन्छ देखिँदैन। एकजना साथी आउनुहुँदैछ, उहाँकै गोठ अरे। अब गोठभित्र हामीले यसो पानीसम्म पिएर अगाडिको त्यो भेग अहिले अलिकति छोपो, तर यहाँ खुलिहाल्छ मौसम। त्यहाँनिर छ एउटा पाटन, हामीसँग लुकिरहेछ अहिलेसम्म। नमस्ते हजुरहरू, नमस्ते है। ल यत्रो मान्छेहरू हुनुहुँदो रहेछ यहाँ। हामी त मान्छे खोजेको खोजै अहिले पो भेला भइयो त हौ। यहाँ तपाईँहरू सबै यहीँ गोठकोहरू, खर्कको। ए कुन कुनको हो कोनी तपाईँहरूको? धेरैवटा छ गोठ यहाँ? धेरै छ गोठ। धेरै उता पारी पनि छ? पारी पनि छ सर। ए हजुरको चाहिँ कुन खर्कमा? हामी यो थानपाटन हो। थानपाटनको नाम पनि छ खर्कको? खर्कको बिराय खोला। ए थानपाटन बिराय खोला। बिराय खोला। हजुरको चाहिँ कुन ठाउँमा गोठ? यही हो, यही गोठ। ए यही गोठ हो? यही बिराय खोला हो। बिराय खोला। हजुरको पनि बिराय खोला कि? नाइन मेरो त उ त्यहाँ पर। त्यो ठाउँलाई के भन्छ? पातिहाल्ला। पातिहाल्ला। अनि हजुरको चाहिँ? मेरो पनि यही हो। यही हो, बिराय खोला नै हो। ए ल ल कति रमाइलो हुने भयो अब, सबै भेला भइयो यहाँ। ल ठिक छ। यता पछाडि पनि तल पनि छ नि अर्को पाटन, योभन्दा गहिरोमा? त्यहाँ भन्दा पनि तलतिर पनि छ एउटा पाटन। अर्को छ पाटन? अर्को पाटन छ। घुम्नु हो भने त एक दिनमा त नभ्याइने रहेछ? एक दिनमा भ्याइँदैन सबै घुम्ने भने चाहिँ। सबै घुम्ने यहाँ करिब अब 2-3 दिन लाएर चाहिँ सबै घुम्न चाहिँ पाइयो? 2 दिन 3 दिन लाग्छ। 2 दिन 3 दिन लाग्छ। यहाँ पाटनहरूको विशेष नाम त छैन होला। अहिले हामी कुन पाटनमा छौँ? यो हामी बिराखोल भन्ने पाटन। बिराखोल भन्ने पाटन। यस्तो कतिवटा पाटन छन् यहाँ? यस्तो 4वटा पाटन। 4वटा पाटन छन्। ए ठुल्ठुलै छन् फेरि? ठुल्ठुलो पाटन छन्। हजुर। बल्ल बल्ल उहाँ हाम्रो यो गोठको पालको साथी आउनुभयो, गोठ खोल्नु भयो उहाँले। अब यसरी भित्र छिरौँ अब। ल ढोका खोलिदिनु भयो उहाँले। यहाँ चाहिँ सुतेर जानुपर्छ। यसरी छिरौँ त सर? कुन्दन छिर त? ल जाउँ। जुत्ता लाएर पाइन्छ भित्र कहाँसम्म? यसरी निहुरेर जुत्ता लाएर पाइन्छ भित्र? सानो छ? अटिन्छ कि यता? अट्छ नि, ठाउँ छ? अट्छ, जान भित्र। कहाँ सुत्ने ठाउँ कति प्रशस्त हुन्छ। नदेखेको उसले लेखको गोठ यता पश्चिमको अटिन्छ के भन्छ? यहाँ 20 जना अट्छ। 20 जना अट्छ। यसरी छिर्नुपर्छ। उहाँ कता आयो? यता बसेछ। यता सर अब चाउचाउ पकाएर खाने हामी यहाँ त। ल छप्प गोठभित्र बसिया छ। यहाँ आगो बल्यो, तातो भयो चिसोमा। अब यहाँ चाउचाउको लागि तयारी हुँदैछ। कत्रो प्याज है यो त, बाफ्रे। त्यो प्याजको आधी हो यो। 1 किलो जतिको। झन्डै 1 किलोको प्याज फल। तल गाउँमै फलेको फेरि, बुङ्गलमै होइन त? यो भित्र त पाठा देखिन्छ है भेडाको। यो किन राख्नु भएको भित्रै? यो त गोठभित्रै छ। सानो भर्खर यो जन्मेको भर्खर? अनि यसलाई सुरक्षा दिन किन? यो के हुन्छ बाहिर राख्दा चाहिँ यसलाई? चिसो भयो भने चाहिँ बचाउनु पर्यो। ए 1 हप्ता जति भित्र राख्नुपर्छ। 1 हप्ता चाहिँ भित्र राख्नुपर्छ। कस्तो मजाले मसिनो मसिनो बनाइदिनु भयो चाना। चाउचाउ खाएर बाहिर निस्केपछि हेऱ्यौँ, अघि जुन भेग हुसु लागेर छोपिएको थियो त्यो पनि खुलेछ। अब पाटनको भव्यता अब अझ महसुस हुँदैछ।
आज मौसम त्यस्तो खुलेको चाहिँ होइन। परसम्म त अझ देख्नै पाइएन। भेडीगोठका कृषक गोठालाहरू भनौँ पर अझ देखिनुहुन्छ। यहाँ वैशाखबाट भदौसम्म गोठ बस्छ। त्यसपछि चिसो अत्याधिक बढेर जान्छ, हिउँले ढाक्छ, त्यहाँबाट गोठ सरेर जान्छ। हिउँ पर्दा यो क्षेत्र झन् मनमोहक देखिन्छ अरे, सेतै हुन्छ सबैतिर। सुदूरपश्चिमका अन्य पाटनभन्दा यो पाटन घुम्न तुलनात्मक रूपमा कम हिँड्नुपर्ने रहेछ। गाउँबाट एकै दिनमा यहाँ आएर तल गाउँमै फर्कन भ्याइन्छ। आज पनि हामीसँग प्रशस्त समय छ। निकै अबेरसम्म यहाँ घुमेर हामी पनि तल नै झर्नेछौँ। त्यस हिसाबले वर्षको जुनसुकै समय यहाँ घुम्न आउन सकिन्छ। यहाँ बस्न इच्छा भए भेडीगोठमा निश्चित शुल्क तिरेर बास बस्न पाइन्छ। पछि चिसोको समयमा यहाँ गोठ नहुँदा तल झरेर गाउँमै बस्न सकिन्छ। यहाँ आउने पदमार्ग अघि हामी आएको अप्ठ्यारो बाटो आउनै पर्छ भन्ने छैन। अर्को परको बाटो धेरै सहज छ। त्यहाँबाट बिना जोखिम यहाँ आउन सकिन्छ नै। थानपाटनमा ठुला पाटन 4वटा छन्, तर खण्डहरू धेरै छन्। एउटा खण्डबाट अर्को खण्ड पुग्न समय धेरै लाग्छ। त्यही भएर यहाँ आएर केही दिन बसेरै घुम्दा चाहिँ रोचक हुने रहेछ। यहाँ भने हाम्रो यही हो व्यवसाय भनेको भेडा बाख्रा पालनको व्यवसायलाई यो हामीले लगभग भनेपछि वैशाखदेखि असोजसम्म यहीँ बसेर यो भेडा बाख्राबाट नै उ गर्ने आफ्नो जीवनयापन भनौँ नि, यस्तै उ गर्दाखेरि भेडा बाख्राको पालनमै हो। घोडा अब यो भने हाम्रो यो सबैको होइन, कतिपय साथीहरूको 1-2जना साथीहरूको हाम्रो यहीँका साथीहरूको पनि हुन्छ, अनि बाहिरको पनि हाम्रो दहहरूको हो। यहाँ हाम्रो यातायातको साधन नभएर अब लगभग हजुरको यो तल गिराउँदेखि नै यहाँसम्म घोडा खच्चरमै रासन ढुवानी गर्छौँ हामी। यो पुरानो यहाँको अब चली अनुसारको यहाँको अब देवी देवता र दानव बीचको लडाइँमा लडेको खलालाई नै यो हाम्रो अब देवी देवताले जितेको हुनाले यसलाई बिर्या खला भन्छ। यसलाई यो थानपाटनको जोस मध्यम भाग हो। यो यतापट्टि त्यो पर प्याउन्थरदेखि लिएर यतापट्टिको पात्याल्लासम्म योलाई बीचको भाग हो। खण्डले हेर्दाखेरि त यतापट्टि त्यो हाम्रो त्यो कुडो लागिरहेको छ नि, कुडो भन्छौँ हो, त्यसलाई प्याउन्थर। यतापट्टिको यो पातिहाल्लो, अब यो बिर्या खौलो भयो। यतापट्टिको यो घोडालाइस, अनि यो तलको कालीनाड, यता घोडालाइस, घोडा कराङ्गी, अझै फेरि पातिहाल्लो, अनि रातो पहिरो भनेर यहाँ छन्। अब यो हामीले कति भागमा विभाजन गरिरहेको छ त्यो त स्पष्ट छैन होइन, तर 4 पाटन हो। 4 पाटनभन्दा अझै बढी होला। अब यस्तै हो हजुर, कहिले चाहिँ रमाइलो लाग्छ, भेडासँग रमाइलो वातावरण स्वच्छ भएको बेला होइन। अब त्यति बेला चाहिँ एकदम रमाइलै लाग्छ। अब कति बेला पानी परेको बेला हातखेरि आनन्द बसी गर्नलाई पनि अलिक झ्याउ नै लाग्छ। तर यस्तै हो, कोही पर्यटकहरू बाहिरको मान्छे आयो भने हामीलाई भयङ्कर हौसला बढ्छ कि यसको लागि होइन। ल आज चाहिँ हामी एकदम टाइम पास गर्न सजिलो भयो है, हाम्रोमा पनि यो गर्ने भयो भनेर भयङ्कर हौसला लाग्छ हामीलाई। हामी त्यस्तै हो, कहिले भेडा कसको आफ्नै गफ हुन्छ, धेरै भन्दा पनि आफ्नै। हाम्रो यति छ, कहिले अघि हामी त्यो डेरामा थियौँ नि, अब सबै यो डेरा, पछि त्यो डेरा, त्यो आफ्नो डेरामा हुँदै बेलुका चाहिँ आफ्नो डेरामा जान्छौँ। दिनभरि यसरी नै हुन्छ। कहिलेकाहीँ अब कहिले यो भेडासँगको कुरा हजुरको, कहिले चाहिँ भेडा बासिरहन्छ त्यो हेर्न पनि जानुपर्छ बिहान। नभए चाहिँ तपाईँहरू एक ठाउँमा बस्नुहुन्छ कि छुट्टै बस्नुहुन्छ दिउँसो? दिउँसो चाहिँ प्रायः जस्तो एकै ठाउँमा हुन्छ हामी, एकै ठाउँमा गफ गर्दै बसिहाल्छौँ। भेडाहरू त कति छन्, करिब 4000 भन्दा बढी भेडाहरू छन् र यहाँ अहिले सबै गोठको जोड्दा। यासा गुम्बा खोज्ने समय भर्खरै सकिएछ, नत्र यहाँ अझ धेरै चलपल रहन्थ्यो र स्थानीयको। यहाँ पर त होटल नै चल्छ अरे यासा खोज्ने बखत। भर्खरै 3-4 दिन भएछ होटल उठेको त्यहाँबाट। होटल भन्नाले यस्तै अस्थायी पालमा तर खाद्य सामग्री बिक्री गर्ने गरेको। होटल नहुँदा पनि यदि पर्यटक कोही यहाँ आइपुगे उनीहरूलाई आवश्यक न्यूनतम बाँच्ने गरेको खाने बस्ने सुविधा गोठ सञ्चालकहरूले प्रदान गर्ने बाछा गर्नुभयो। हजुरको अहिले चाहिँ हामीसँग अब यस्तै हो, हामीसँग भएको स्रोत साधनबाट हामी जे सहयोग हुन्छ नि हामीले गर्नु सहयोग गर्छौँ। तर पहिले चाहिँ यो यार्सा गुम्बा हेर्ने सिजनमा त्यहाँनिर होटल पनि हो। यो लगभग यो कति 4 दिन भयो यो होटल उठेको। होटल हो, त्यहाँ बस्ने व्यवस्था, खाने व्यवस्था टोटलै थियो। अहिले यार्सा गुम्बा हेर्ने साथीहरू पनि सब तल झरिसक्यो होइन। त्यही भएर मान्छे हुँदैन, हामी पाठावाला बाख्रावाला मात्र हुन्छ। त्यही अब होटल साहुले पनि त्यसरी चलाउनु मिलेन भनेर त्यो होटल आज 4-5 दिन भयो त्यो होटल उठेको।
होटल भन्नाले यस्तै गोठ यही हो सेम हो, तर अब त्यो फराकिलो छ, ठुलो छ होइन, आउने जाने बस्ने अब चिया पानी नास्ता चाउचाउ बिस्कुट जे खायो नि त्यो चाहिँ व्यवस्थित भयो। अब अहिले हाम्रो यो अरू पर्यटक बाहिरको मान्छे आयो भने हजुरको अरूको लागि व्यवस्थित चाहिँ गरे हुँदैन हो। किन भन्नुहुन्छ भने हाम्रो आफ्नै लागि हो नि त, न त यो अब जस्तै हजुर त 2-3 जना त अहिले भर्खरै आउनुभयो, न त हामी त दिनभरि आफै गफ गर्ने हो, आफ्नै टाइम पास गर्ने हो नि त होइन। त्यही भएर खासै अहिले त्यस्तो चाहिँ छैन। हिउँ चाहिँ धेरै पर्ने हो, तर अहिले त अब यो के भनौँ मौसमको कारणले धेरै कम परिरहेको छ। पहिले त धेरै हजुर यो भदौदेखि त अब जस्तै हिरोडो भन्छ होइन, हामी त्यो असिना जस्तै आएर मजाले यो सम्म भइरहन्छ, हरियो देखिँदैन। हामीले भनेको पर्यटक आयो भने हामीले हुने सहयोग, हामीले हुने सल्लाह, यहाँको जस्तै हजुरहरूलाई त अब भनौँ नि टाढाबाट आएको यहाँ यस्तो छ भन्ने कुरो त हजुरलाई महसुसै छैन नि। त्यो यहाँ यस्तो छ यहाँ यस्तो छ भन्ने अब हजुरहरूको आएको मान्छेलाई मात्र अन्य सुविधा नभएर हामी जतिको सुविधा छ नि, हामीले जत्तिकै पढेका छौँ त्यो जस्तो खाना खाएका छौँ त्यो त्यसमा चाहिँ हामी कुनै पनि आफू भोकिरहेर पनि बाहिरको पर्यटक साथीहरूलाई चाहिँ भोकिराख्ने पक्षमा हामी हुँदैनौँ है। त्यस्तै हो, ढुक्क भएर आउनु होला हजुर, ढुक्क भएर जस्तो छ त्यस्तो। अब पर्यटक होइन अब राम्रो बजारको जस्तो फेसिलिटी होइन कि हामीले जस्तो उत्पादन गरेका छौँ नि, हामीले खाएका छौँ नि, त्यो खानामा चाहिँ कुनै दुई मत नभएर ढुक्क भएर आउँदा कुनै फरक पर्दैन पर्यटकहरूले। हुन त यहाँ यसरी घुम्न भनेर पर्यटकहरू बाहिरबाट त आउँदैनन्, तर अब चाहिँ तपाईँहरूले सोच्नै पर्छ है यो ठाउँ जाने विषयमा। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ साँच्चै सुदूरमा आज पनि एक्सप्लोर गरिनुपर्ने ठाउँहरू धेरै छन्। यो थानपाटन प्रकृतिले उदारता देखाएर सजाएको उपहार चाहिँ लाग्छ। समुद्री सतहबाट करिब 4000 मिटर उचाइको यो विशाल पाटन अहिलेको अवस्थामा हरियो गलैँचाले ढाकेको चाहिँ लाग्छ। थानपाटन बझाङ्गी समुदायको जीवन संस्कृति र आस्थासँग जोडिएको भूमि हो। पुस्तौँदेखि स्थानीय गोठालाहरू भेडा बाख्रा घोडा लिएर लगभग 6 महिना यहाँ बिताउँछन्। यहाँको चिसो हावा, स्वच्छ पानी र प्रशस्त घाँसले पशुपालन सहज बनाएको छ। हामीले यहाँ बस्ने मानिसलाई सोध्यौँ यहाँ तपाईँहरू बिरामी हुँदा अप्ठ्यारो पर्दैन भनेर। उहाँहरूले यहाँ बस्दा बिरामी नै नभइने उत्तर दिनुभयो। थान शब्दले देवीस्थल या पूजास्थललाई जनाउँछ। यहाँ ससाना थानहरू छन्, महत्त्व भने ठुलो छ। वर्षेनी पूजा गर्छन् स्थानीयहरू। थानको उत्पत्ति के कसरी भयो त्यो विस्तृत इतिहास भने उपलब्ध भएन। आज पनि थानपाटन धेरै नेपालीका लागि अपरिचित गन्तव्य बनेको छ। पर्यटकीय पूर्वाधारको अभाव खड्कन्छ नै। यसको अपार सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन, तर बुङ्गल नगरपालिकाले यसको संरक्षण र पर्यटन प्रवर्धनका लागि प्राथमिकतामा राखेको छ। यदि दिगो पर्यटनको अवधारणा अनुसार यसको विकास गर्न सके थानपाटन सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ। यहाँ आउने पर्यटकले सुन्दर दृश्य मात्र होइन, पाटनी जीवनशैली, स्थानीय संस्कृति, गोठालो परम्परा र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई नजिकबाट अनुभव गर्न पाउँछन्। यहाँ आइपुग्दा प्रकृतिको विशालता र शान्ति चाहिँ प्रत्यक्ष महसुस गर्न सकिन्छ। प्रकृतिले आफ्नै हातले कोरेको एउटा जीवित चित्र चाहिँ लाग्छ थानपाटन। मूल कुरा त थानपाटन आउन अप्ठ्यारो छैन। तल गाउँमा बसेर एकै दिनमा यहाँ घुमेर गाउँ नै फर्कन सकिन्छ। हिँडाइ राम्रो हुनेहरूका निम्ति चाहिँ। कमजोर हिँडाइ हुनेहरूले यहाँ आएर गोठमा आश्रय लिएर बस्न सकिन्छ। याद रहोस्, गोठ वैशाखबाट भदौ असोजसम्म मात्र बस्छ यहाँ। थानपाटन आउँदा हामी आएको पहिरोको अप्ठ्यारो बाटो नआई दाहिनेतर्फको खोजबाट आए मार्ग सहज छ, थोरै लामो पर्न जान्छ। एकपटक अवश्य पुग्नुहोस् है ल थानपाटन। आजको भिडियोबाट क्यामेरामा कुन्दन रिजाल र म सचिन नेउपाने बिदा माग्छु। धन्यवाद, नमस्कार।